गुड मर्निङ वाला मेसेजले आँखा खोल्नुपर्ने तर मेरो चाहिँ आँखा खोल्छ इमलीको आवाजले। नमस्ते सेवा, हजुरहरूलाई मेरो नयाँ भिडियोमा स्वागत छ। मैले चाहिँ उठ्ने बित्तिकै यसरी पाठाहरू लगेर उसको माउ भुइँठाउँ पुर्याइदिएँ। माउ एकदम कराइरहेको थियो। बेलुका घरमा ल्याएर थुनेर बिहान मात्रै माउकोमा पुर्याइदिन्छौँ हामी चाहिँ। अनि यसरी पाठाहरू खेल्दै गर्दा मैले माउलाई हतार हतार कुँडो पनि दिएँ। कुँडो खाइसकेपछि मैले चाहिँ यसरी मजाले पानी लगाएर टाट्नो सफा गरेँ। अनि टाट्नो सुकुन्जेल म गएँ घाँस काट्नु। अनि पानी पनि बन्न लागिरहेको थियो। घरमा कोही पनि हुनुहुन्न थियो, त्यही भएर मैले पहिला हतार हतार घाँस। मौसमको भर हुँदैन, एकछिनमा घाम लाग्छ, एकछिनमा पानी पर्छ र पानी पर्दा काटेको घाँस मजाले खाइ पनि दिँदैन। अनि मेरो अर्को खासियत भनेको चाहिँ म एक्लै हुँदा मलाई काम गर्नु एकदम जागर चल्छ हैन। अनि त्यही भएर हतार हतार घाँस काटेँ। भारी पनि सट 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 मैले भारी यसरी नै लगाएँ। अनि भारी मजाले लगाएर अनि बाँधेर म घाँस लिएर घर आउँदैछु। फेरि मलाई चाहिँ एक्लै हुँदा यस्तो जागर चल्छ कि पृथ्वी नै पल्टाइदिन्छु जस्तो लाग्छ, तर पल्टाइ चाहिँ नहालौँ। अहिलेको टाट्नो पनि सुकेको रहेछ र मैले हतार हतार घाँसहरू हालिदिएँ। यति सकेर एकछिन फुर्सद भएर म यताउता लखर लखर हिँड्दै थिएँ। ठ्याक्कै मैले कमललाई देखेँ। अनि म कमल भुइँठाउँ गएको। सायद मौसमलाई पनि ईर्ष्या लागेछ हैन, झट्टै पानी पनि पर्दियो। अनि मैले ओढेँ छाता। अनि हाम्रोमा चाहिँ आल्जा पनि हल्का हल्का पाक्न थालेछ, भित्र रातो रातो हुनु थालेछ। यत्तिकै कुरामा म ठ्याक्कै कमल भुइँठाउँ पनि पुगेँ। मलाई चाहिँ एकदम मोटिभेट लाग्छ यो फुल देख्दा। आफू जस्तो सुकै धरातलमा उभिए पनि म को हुँ भनेर कहिले नबिर्सिनु। त्यही भएर मलाई चाहिँ इमान्दारिता, अनुशासन र सुन्दरताको प्रतीक पनि हो। हुन त सबै फुल आफूमा छुट्टै सुन्दरता छ, तर मलाई एकदम विशेष र एउटा मोटिभेसन दिने फुल लाग्छ मलाई कमल चाहिँ। र मसँग एउटा छुट्टै कनेक्सन पनि छ यो कमलसँग। अनि मैले चाहिँ यो माछालाई चाहिँ चारो घाँस हालिदिएँ। अनि म घर फर्केँ। अनि यो बर्फी चाहिँ म जहाँ गएर आए पनि वेलकम गर्छ मलाई सुरुमै कराएर। मेरो मम्मी र निनी चाहिँ बाख्रालाई खोलिदिनुको लागि खन्दै हुनुहुन्थ्यो। अनि म चाहिँ यत्तिकैमा खोलिदिनु गएँ बाख्रालाई। बिहान चाहिँ सबैलाई अनि बेलुका चाहिँ बेबीको माउलाई मात्रै दिन्छौँ खोले हामी चाहिँ। अनि फेरि पाठा लिएर घर आएँ। अनि आउँदाखेरि चाहिँ मम्मीले चाहिँ आज समोसा खाने भनेर प्लानिङ बनाउनु भएको रहेछ। अनि म चाहिँ यसरी किमाहरू मजाले फ्राई गर्न थालेँ। यत्तिकैमा किमा फ्राई भइसक्दा समोसा पनि रेडी भयो। अनि यसलाई मजाले फ्राई गर्न थालेँ। अनि मलाई चाहिँ पुरी पनि मनपर्छ, त्यही भएर पुरी बनाएँ मैले आफ्नो लागि चाहिँ। पुरी समोसा रेडी भएपछि हामी सबैजना परिवार बसेर। थ्याङ्क यू फर वाचिङ दिस भिडियो।